निर्वाचन क्षेत्र में आई बात पे जिला कार्य समिति का हम सचिव का आग्रह करेंगे कि फोटो कॉपी 25-50 क्या करा को और निर्वाचन समिति के डिटेल कार्य में अनुरोध बन जाओ हाथ में और कार्य करना। दूसर बात अपना सबके फागुन 27 गते 21 गते फागुन 21 गते निर्वाचन घोषणा भैल से और मोटामोटी हेते और गरज पक्ष अपना पार्टी से निर्णय दोसर बात में आई की अवस्था 20 साल पूर्व चुनाव हेले 2 साल पूर्व निर्धारित समय से 2 साल पूर्व चुनाव हेले जा रहा तो हमर के सवाल की छे अपना सबके जे अपने सबके भरकर अदो 23 और 24 जे देश में घटना घटले घटना नेपाल के इतिहास में विश्व के इतिहास में और कल्पनीय घटना महाभारत 18 दिन रामायण 13 दिन ऐतिहासिक जन आंदोलन महीनों मधेश आंदोलन लगायत घटना घटले परिवर्तन दिले लेकिन अदो 23 और 24 12 घंटा 6 घंटा में देश के कार्य वो कहा के पलट या युवा सब या जनता सब जना अपना सके माननीय उपेंद्र यादव दर्शक पार्टी तत्कालीन मधेश फोरम के नेतृत्व में 19 दिन के आंदोलन से देश के कार्य कर जो 54-55 का सांसद देश के आधा हिस्सा भुगतने तो आज हम खास करके यहाँ सब की कह यहाँ देश के यहाँ जनता सब यहाँ कार्यकर्ता सब आत्मबल मनोबल और संगठित फैले और देश के संहिता और संविधान 2070 के 72 के लिखल गए उस संविधान में अपना सबके बहुत बड़ा अधिकार संहिता ये बहुत बड़ा संहिता ये लेकिन वो संहिता अधूरा रहा सबै वहाँका टिकेर आउनुभएका वडा अध्यक्षज्यूहरू वडा सदस्यज्यूहरू हाम्रो सम्पूर्ण वडाका पार्टीका अध्यक्षज्यूहरू सचिवज्यूहरू लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण हाम्रो देवानगञ्ज गाउँपालिकाका कार्यकर्ता साथीहरू आज खास गरी हाम्रो जो कार्यक्रम राखिएको छ यो वास्तवमा हुन त हाम्रो केन्द्रको सेड्युल अनुसार यो आज मिटिङ हामी राखेका छौँ तर यसमा मेरो के विचार छ भनेदेखि हामी अहिले वास्तवमा हामीले गर्नुपर्ने काम हामीले गरिराखेको छैन। अब चुनाव आएपछि मात्रै जुन छ सङ्गठन बनाउने अगाडि बढ्ने काम गर्ने त्यस्तो हुँदैन। हाम्रो बिचमा सबै साथीहरूको कोर्डिनेसनमा सबै वडाका सम्पूर्ण साथीहरूलाई जुन छ जति हाम्रो लगभग यहाँ जतिजना हामी उपस्थित छौँ सबै अग्रजै साथीहरू हुनुहुन्छ एकदम महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण वडाका सबै साथीहरू हुनुहुन्छ यहाँ। त्यसकारण म कुरो के राख्न चाहन्छु भनेदेखि हाम्रो सङ्गठनलाई हामी बलियो बनाऊँ। सङ्गठनलाई हाम्रो सङ्गठन यदि बलियो छ भने जुनसुकै व्यक्ति लडे पनि जुन छ हामी अगाडि बढ्न सक्छौँ, हामी जित्न सक्छौँ। हाम्रो तपाईँको पार्टी देवानगञ्ज गाउँपालिकामा सरकारमा छ, त्यस अनुसारले पनि अब विपक्षी दलका नेताहरूले विपक्षी दलका साथीहरूले अनेक गर्दै छ। 3.5 वर्षको भित्रमा मलाई लाग्छ हरेक सेक्टरमा हाम्रो स्थानीय सरकारले देवानगञ्ज गाउँपालिकाका स्थानीय सरकारले वडा सदस्य वडा अध्यक्ष लगायत सम्पूर्ण प्रतिनिधिहरूको रोबरमा हामीले काम गरेका छौँ र तपाईँको हामीले जुन छ खास गरी अहिलेसम्म हामीले जुन छ कतै कुनै किसिमको आफ्नो कामको जुन छ जनतामा लग्ने प्रयास गरेका छैनौँ। मलाई जस्तो अनुभव हामीले कम्तीको 3.5 वर्षमा कम्ती काम गरेको होइन, धेरै सबै सेक्टरमा हामीले काम गरेका छौँ। जस्तो कि
अहिले हाम्रो विद्युतीकरणको काम हुँदैछ, जुन कि नेपालको नमुना काम हो, त्यो हाम्रो सबै साथीहरूलाई थाहा छ। नेपालमा जुन हाम्रो अहिले देवानगञ्ज गाउँपालिकाको 7 वडामा जस्तो हाम्रो शिक्षाको लागि विद्युतीय कार्यक्रमका अहिले सञ्चालनमा छ। अहिले हाम्रो पोल पनि गरिसकेको छ, तपाईँको तार अहिले जुन छ झुन्ड्याइराखेको छ, 1 नम्बरमा सकिसकेको छ, 7 नम्बरमा काम सुरु छ अहिले, त्यसपछि 6 मा हुन्छ। सबै वार्डमा जुन छ काम सकेर जुन छ हामी त्यो विद्युतीकरण जुन छ एउटा ठुलो यो कृषकहरूको हक भएको देवानगञ्ज गाउँपालिकालाई हामी जुन छ त्यसलाई जुन छ जिम्मेवारीको रूपमा जुन छ लिएर हामी कृषकहरू कसरी अगाडि बढ्छ, कृषकहरूको उत्थान कसरी हुन्छ, त्यो हिसाबले जुन छ सिँचाइको लागि विद्युतीकरण कार्यक्रम हामी ल्याएका छौँ। र त्यो मलाई लाग्छ यो जुन छ लगभग तपाईँको जेठसम्ममा जुन छ यो सम्पन्न गरेर सबै वार्डमा जुन छ जहाँ पोल गएको छैन, धेरै हाम्रो लगभग सबै वार्डमा केही न केही बाँकी छ पोल गाड्नको लागि। त त्यसको लागि हामी तपाईँहरूलाई के जानकारी के गराउन चाहन्छु भन्दै हाम्रो 7 वडामा जुन बाँकी छ पोल गाड्नको लागि, त्यसको लागि हाम्रो 7 करोडको टेन्डर पनि भइसकेको छ। अब त्यो टेन्डर खुलेर टेन्डर परिसकेको छ। अब काम त्यो ठेकेदार पनि सम्पर्कमा आउँदैछ। काम त्यो पोल गाड्ने काम 7 वार्डमा बाँकी रहेको सम्पूर्ण 7 वार्डमा जुन छ पोल गाड्ने काम हुन्छ र त्यो काम जुन छ हाम्रो देशमा हामी सञ्चालन हुन्छ। अहिले जुन पोल गर्छ पोल गाड्ने काम छ र यता जुन पोल गरिसकेको छ त्यसलाई जुन छ फाल्गुनमै हामी जुन छ त्यसलाई सञ्चालन गर्ने योजना लिएर हामी अगाडि बढेका छौँ। र यो सम्पूर्ण साथीहरूलाई म जानकारी गराउन के चाहन्छु भनेदेखि हाम्रो कामको जुन सिलसिलामा पालिकाभरिको एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने देवानगञ्ज गाउँपालिकाका सम्पूर्ण साथीहरूसँग कतै केही कमी कमजोरी छ त्यो मलाई सिधा भन्न सक्नुहुन्छ। तपाईँहरूबाट तपाईँहरूले भोट दिएर तपाईँहरूले अगुवाई गरेर जिताएर हामीलाई पठाउनु भएको छ। हामी 24 घन्टा तपाईँहरूको सेवामा जुन छ उपस्थित छौँ। आज बिहानै 6:30 बजे म जुन छ 1 नम्बर तपाईँकै 7 नम्बरमा काम हो र नेपालमा जुन छ 7 पुरै पालिकामा काम गरेको कुनै पनि जुन छ देशभरिमा कुनै पालिका छैन। वडामा छ, कुनै वार्डमा गरेको छ, 1 वार्डमा 2 वार्डमा गरेको छ, तर पालिकाभरि जुन छ गर्ने यो शिक्षाको लागि विद्युतीकरण कार्यक्रम हाम्रो देशभरिमा देवानगञ्ज गाउँपालिका मात्रै हो। त्यसकारण म यो शिक्षाको लागि विद्युतीय कार्यक्रमको माध्यमबाट देवानगञ्ज गाउँपालिकालाई चिनाउन चाहन्छु कि देवानगञ्ज गाउँपालिकाको स्थानीय सरकार जसपाको भएको कारणले देवानगञ्ज गाउँपालिकाले गरेको कामको जुन छ मूल्याङ्कन पुरा देशमा होस् र देवानगञ्ज गाउँपालिकालाई चिनोस्। देवानगञ्ज गाउँपालिका पनि नेपालमा जुन छ एउटा पालिका छ भनेर त्यो हिसाबले हामीले काम गरेका छौँ। अर्को कुरो शिक्षातिरको कुरो गर्दाखेरि हाम्रो शिक्षामा सुरुदेखि लिएर आइसकेपछि तपाईँहरूको सामु सबै कुरो छ। हाम्रो स्थानमा छ हाम्रो लगभग 1 करोड 23 लाख रुपियाँ जुन छ ठेकेदारलाई दिन बाँकी छ र अलिअलि काम पनि 30-40 लाखको 30 लाख जतिको काम बाँकी छ। यो हाम्रो अब भोलि मिटिङ छ, त्यसमा त्यो मिटिङबाट निर्णय गरेर त्यो पैसा छुट्याएर जुन छ हामी स्वास्थ्यको 10 बेडको हस्पिटल छ त्यसलाई पनि सञ्चालन गरेर हामी यहाँ स्वास्थ्य सेवामा यहाँ जनतालाई कसरी जुन छ सुलभ हुन्छ। हाम्रो सानो सानो बिरामी भएको हाम्रो दिदीबहिनीहरूलाई पनि विराटनगरै जानु नपरोस्। हाम्रो सबै लगभग यहाँका जनताहरूले जुन छ सिधा सेवा स्वास्थ्य सेवाबाट उपलब्धि पाओस् भन्ने जुन छ हामी त्यसको लागि पनि एकदम निकट भविष्यमा जुन छ यो 1-2 महिना 3 महिनाको भित्रै जुन छ सबै व्यवस्था मिलाउँदै स्वास्थ्य र अर्को कुरो किलोमिटर हाम्रो पिच हुन्छ। तपाईँको गत वर्ष 11 किलोमिटर पिच भएको छ। सबै छ, हाम्रो डाटा छ। अब कहाँ भएको छ त्यो पनि छ, सबै कुरो छ। त्यसकारण जुन छ मान्छे अब विपक्षीहरूले भन्छ के त्यो हिसाबले जुन छ हामीले काम गरेका छौँ। त्यसकारण जुन छ मेरो तपाईँहरूसँगमा अब जतिजना हामी सबै प्रमुख लिडरै भनौँ यहाँ हामी जतिजना बसेका छौँ
कोही दिन्छ जनता होइन यहाँ सबै लिडर बसेको छ। त्यसकारण हाम्रो कामको जुन छ सबै साथीहरूलाई हुन मिटिङ म फेरि बोलाउँदैछु। जनता जनार्दनले जिताएर पठाएको छ किनभनेदेखि काम गर्नको लागि र अब कामको आधारमा हामी जनतासँग भोट माग्न जान्छ र जस्तो कि सांसदको चुनाव आउँदैछ अथवा हाम्रो पालिकाको चुनाव आगामी दिनमा हुन्छ, मेरो 7 वटा वार्ड जितेर आउँछ। निश्चित रूपले यो यति भन्दै म यहाँबाट तपाईँहरू बिचमाबाट बिदा हुन चाहन्छु। सम्पूर्ण अभियन्ता साथीहरू, मुख्य कुरो काङ्ग्रेसमा मार्फत पार्टीको एउटा चुनावी अभियान पनि हो भने हाम्रो पार्टीले उठाएको 28 वटा मुद्दामा सबै जेनजीले उठाएको मुद्दाभित्रै पर्छ। हिजो अस्ति जेनजी आन्दोलन भयो, त्यो काङ्ग्रेसको आन्दोलन विद्रोह, किनभने काङ्ग्रेस केन्द्र सरकार